किन त्यस्तो लाग्छ दाइ? गाना आउँदैन आफूलाई सुन्यो अनि यस्तो गानाहरू प्रायः बसहरूमा सुन्यो जस्तो लाग्छ आफूलाई अनि सुन्नु मन लाग्छ टक्क खानासाना खाएपछि नि गाना आउनै पर्छ भन्ने होइन त टक्क शब्द सुन्यो नि गाना ब्रेक लाउनु गलत अलि यता हुन्छ कस्तो मारिङ मारिङ शब्दहरू हुन्छन् होइन कुनै कुनै त होइन कि यिनीहरूको म्युजिक र जुन भाका हुन्छ नि सुत्न मन लागिहाल्छ क्या सुन्ने मलाई प्रकाश सपुतको लाग्छ शब्द यति दामी यति मिठो बनाउँछ कि त्यसले र यस्तो गाना कहिले सुन्दै सुन्दैन म आफै यो पनि मैले पहिला सुन्थेँ यसको गाना सब यसले त अब बजाउँछ तब मात्र सुन्छु मैले नि गानाहरू कहिले सुन्थेन साँच्ची हो क्या त्यही भएर अर्ग्यानिक गानाहरू सुनाउँछु तर सुनिल गिरी पनि यो खतरै राम्रै कलाकार हुने धेरै राम्रो लाग्थ्यो नि मलाई पहिला यसको गीतहरू प्रायः चाहिँ हिटै छन् अनि म बाहिर गएपछि प्राय गीत सुन्न पाएन क्या अहिले पनि पाइराखेन अब यताउता यात्रा गर्ने मलाई बाइकमा हिँड्छु सुन्नै हुन्न अनि रुममा सुन्ने कुरो भयो हरेक हप्तामा गीत जान्दै गर्छु सिधै डाउनलोड गर्ने अब यो पनि अलि अस्तानाबाट नि सुन्नु लाग्यो अब यसको फेरि थाल्ने हो अर्को खोज्ने फेरि अब अरू खोज्ने भयो होइन म्युजिक मलाई पनि एकदम राम्रो लाग्छ म त केही गर्दैन कहिले कसो निन्दा लागेन त्यो पानी परेको टिनको हुन्छ नि हावा साउन्ड के त्यो बजाइदियो फुल साउन्ड गऱ्यो कानमा इयरफोन विदेशमा स्पिकर किनेको थियौँ मजाले बजाउने हो हप्तामा 2 दिन छुट्टी हुन्थ्यो 2 दिन मजाले बजाउने हो सुत्ने हो